राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् है। सब्सक्राइब नै गरिदिनुहोस् न गाइज। 1K सब्सक्राइबमा म के गर्थेँ त्यहाँ 24 घन्टा बिताउँछु भनेको छु। के हो म हिँडेर चलेछु। गाह्रो लगाइ चाहिँ अहिले भेट्छु तपाईँ। रोड छ त्यो तलपट्टि उधरमा चाहिँ रोड छ उतापट्टि तलपट्टि चाहिँ रोड छ। त्यो उयो सनसेट हुँदैछ। अहिले भेट्छु त तपाईँ त्यो चौरा गएपछि अहिले भेट्छु त्यतिर। अब चाहिँ म त्यो त चौरमा गएर भेट्छु त। अलिक कपाल ठुल्ठुलो भएछ नि मेरो। थम्बनेल चाहिँ अब किन आएन हाम्रो एडिटिङ गर्नु जाँदैन। त्यो उसमा चाहिँ यो भ्लगमा चाहिँ आउन सक्छ थम्बनेल। भोलि शुक्रबार बेलुका हुन्छ भ्लग। जता जाऊ तलै क्या बब्बा उता पर बजार सनसेट भइरहेछ। कतिसम्म पुग्छ तल चाहिँ लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनुहोस् ल। मेरो 1K सब्सक्राइब भएपछि चाहिँ म फर्स्ट त्यहाँ 24 घन्टा बिताउँछु। त्यो चाहिँ हाम्रो हाउस भनेर मैले हालेको छु। त्यहाँको भोलि हुँदैन पर्सि चाहिँ म र दाइ अब घरमा हुँदैन होला। पर्सि के अरे बिजी पर्सि के अरे भोलि बिजी हुनुहुन्न पर्सि बिजी हुन्छन् होला। पर्सि चाहिँ त्यहाँ दाइ र म यही गएर गर्छु। त्यतिखेरसम्म चाहिँ 1K सब्सक्राइबर भइसक्यो हुनुपर्छ। त्यो गाइज तपाईँहरूले सोच्नु मोटो भ्लग अब त्यस्तै हो किन देखाउनु भने मोटो भ्लग हेर्न चाहन्छु भने अर्को मैले देखाउँछु भने त्यो बिर्सिछु। अब म अलिकति घरमा गएर त्यो देखाउँछु सर्ट भिडियोमा चाहिँ त्यो चाहिँ गाइज म चाहिँ जम्मूको टप 1 भ्लगर आलेन भ्लग्सको म धेरै ठुलो फ्यान हो। उता इन्डियाको तपाईँले इन्डियामा हेर्नुहुन्छ भने म चाहिँ आलेन भ्लग्सको फ्यान हो। आलेन भ्लग चिन्नुहुन्छ भने नेपालको कसले चिन्नुहुन्छ कमेन्ट गर्नुहुन्छ। म कसम आलेन भ्लग्सले क्या भेट्न चाहन्छु कि अब म 4-5 महिनापछि अब उता जम्मू जाँदैछु। अनि आलेन भ्लग्सको म भिडियो बनाउँछु। यहाँ हेर्नु भ्यू आमा पढाइ भित्राएर चाहिँ अब म त्यहाँ पसल छिरेर अनि तपाईँले भेट्छु। पसलबाट आइसकेँ तल भिडियो आइसकेको उयो तलपट्टि छ म 1K आयो भने यहाँ नि गर्छु। यो चाहिँ हुन्छ 1K पोइन्ट 10मा चाहिँ यहाँ आउँछु म। त्यहाँदेखि त्यति सब्सक्राइबर बनाइदिनु गाइज भन्न चाहन्छु। अब इन्डियाबाट हेर्छन् भने इन्डियाबाट नि उस गरिदिनुहोस् गाइज। भोलि शुक्रबार किन भ्लग आउँदैन भने किनकि अब म चाहिँ उता तल त्यो उसमा जानु छ मोबाइल घरमै हुन्छ त्यही भएर चाहिँ पर्सि स्याटरडे चाहिँ अब बिहान 6 बजेर कति मिनटमा आउँछ त्यो
म हेर्छु टाइम भन्छ अलिकति त्यो सर्ट भिडियोमा हाल्छु त्यो मोटो भ्लगको चाहिँ त्यो उस मैले यसमा किन नबना भने यसमा चाहिँ च्यालेन्ज भिडियो मात्र हुन्छ गाइस यसमा चाहिँ च्यालेन्ज भिडियो मात्र हुन्छ अनि यस्तो भ्लगिङ मात्र हुन्छ मोटो भ्लग चाहिँ यसमा हुँदैन गाइस मोटो भ्लग च्यालेन्ज मोटो भ्लगहरू हेर्नु छ भने चाहिँ अब अर्को म हाल्छु अनि त्यसमा हेर्नु अनि त्यो त्यस्तै अब तपाईँहरूलाई च्यालेन्ज भिडियो भ्लगिङ भिडियो हेर्नु छ भने चाहिँ यसमा हेर्नुहोस् गाइस अनि लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् है अनि मलाई चाहिँ म यहाँ जङ्गलतिर हेर्नु न कहाँ हो म यहाँ जङ्गल पुरै घना जङ्गल हो कि अब घरतिर हिँडेर चाहिँ पसल छिमेकी काम छ कि यहाँ गाइस त्यही हो अब घना जङ्गलतिर हिँडिरहेछ कस्तो के भयो कस्तो थाहा त्यो पुरै जङ्गल घना जङ्गल क्या पुरै केही छैन घना जङ्गल अब चाहिँ के अरे अब तपाईँलाई भिडियो राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु अनि सेयर अनि बेल आइकन क्लिक गरिदिनुहोस् रुख हेर्नु कति ठुलो है हाम्रो रुख हेर्नु रुख पुरै यता घना जङ्गल पुरै अब चाहिँ म रोड आइपुग्न आँटेँ त्यो चौरा आइपुग्न आँटेँ त्यो अलि यसमा चाहिँ क्लियर आउँदैन होला म माइक किनेपछि चाहिँ क्लियरै बनाउँछु अलि मैले डाइरेक्ट भिडियो चाहिँ किन हालेँ भने तपाईँहरूले अब त्यस्तो भिडियो चाहिँ हेर्नु मन छैन भने डाइरेक्ट भिडियोहरू हेर्नु मन छैन भने चाहिँ नहेर्नु है म डाइरेक्ट भिडियो हाल्छु अब चाहिँ एउटा थम्बनेल हुनु त्यो चाहिँ प्रमिस हो एउटा थम्बनेल हुनु पर्सि अब मोटो भ्लगमा चाहिँ हुन्छ थम्बनेलहरू मलाई लाउन आउँदैन होइन गाइस मलाई लाउन आउँछ पिक्सल ल्याब भन्ने एउटा एप छ त्यहाँबाट फोटोहरू एडिटिङ गर्नु तपाईँहरूले सिकाउँछु मैले पिक्सल ल्याब भन्ने एउटा एप छ त्यहाँबाट एडिटिङ गर्नुहोस् अनि त्यहाँ अब तपाईँहरूले त्यो स्याडोहरू आफ्नो फोटोहरू त्यो उस गर्नु छ भने चाहिँ अब त्यो गुगलमा सर्च गर्नु अब गुगलमा जानुहोस् अनि त्यो अब म त्यो भिडियोमा हाल्छु गाइस त्यो अनि एडिटिङ गरेपछि त्यो 3टा डट आउँछ त्यो डटमा युज गर्नु अनि त्यहाँ एडिटर इमेल भनेर आउँछ त्यो इमेज एडिटर इमेज भन्ने आउँछ त्यहाँ गएर उस गर्नु यहाँ पुरै बजार चौरमा पुरै डाँडाहरू अनि चाहिँ अलिक त्यहाँ सनसेट हुन्छ त्यहाँदेखि अब म यो भ्लग अब यो अर्को भ्लग चाहिँ आउँछ अब चाहिँ अब कति बजी एकछिन म टाइम हेर्छु अनि भन्छु त टाइम हेरेपछि म भन्छु त बाई अब 6 बज्न आँट्यो भनेपछि अब तपाईँले 6 बजे नै आइपुग्छ त्यो भिडियो चाहिँ अलिक लोडिङ हुने गर्छ यो त 10 मिनटको भइसकेको भिडियो चाहिँ कस्तो थाहा छ आलुहरू सब मकै सब हेर्नु सब उता हेर्नु डाँडा देख्नु भयो उता हेर्नु बजारहरू सब बजार पुरै बजार सबै बजार हेर्नु बजार देख्नुभयो होला अहिले देख्नुभयो बजार पुरै है हरियाली पुरै हरियाली त्यो गाइस छ नि मैले भनेको अब भनिसकेँ कमेन्ट लाइक एन्ड सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु मलाई अगाडि भन्छु मेरो युट्युब जुन छ है म त्यस्तै
मोटो भ्लग चाहिँ त्यस्तै छ आर्यन भ्लगको जस्तै आर्यन भ्लग्स भनेर सर्च गर्नुहोस् युट्युबमा अनि यहाँ आएर मलाई सब्सक्राइब गरिदिनुहोस् आर्यन भ्लग्समा चाहिँ खतरा फोटो हेर्ने हुन्छ अहिले राजकुमार थापा मगर हेर्नु होला नि अमन बिचमा राजकुमार थापा मगरको चाहिँ त्यो हो बाख्रा बकरी 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 रानी आर्यन भ्लग्स हेर्नु राम्रो लाग्यो भने चाहिँ मलाई नै सब्सक्राइब गरिदिनु आर्यन भ्लग्सलाई म इन्स्टाग्राम एड गर्छु यो पुरा रोड त्यहाँ तल रोडमा निस्किनु सक्छ गाइस आज त्यो सर्भर भयो भने मासु टिप्ने त यो कसको हो कि अनि मार्ला फेरि यसरी कसरी जाने कसरी यताबाट जान्छ त एकछिन यहाँबाट जानु पर्यो टिप्ने चाहिँ कसरी तपाईँको लागि यस्तो मिहिनेत गरिरहेको छु टाउको बज्यो गाइस पछाडि बज्यो टाउको चाहिँ त म कहाँ कमाएछु कहाँ तलै पछाडि बज्यो फेरि बज्यो पछाडि ठोकिया गाइस एकछिनमा भेट्छ त चाल्छ टिभी अब रोडमा निस्किनु पऱ्यो त्यो घाँटीमा सक्यो हजुर